हेलो साथीहरू नमस्ते सबजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज 2082 साल नेपालको नयाँ वर्षको सबैजनाप्रति एकदमै मङ्गलमय धेरै धेरै शुभकामना छ। साथै सबैको अनुहारमा सदैव खुसी अनि गर्दछ सधैँ पार लागोस्। साथसाथै भिडियोमा मन परेमा मेरो च्यानललाई लाइक अनि सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु साथीहरू। आज हामी नयाँ वर्षमा के खाने होला त भनेर सोच्दाखेरि सबैजना भाउजू बुहादै भाइहरू सबैजना मिलेर आज पानीपुरी खाम भनेर भन्नुभयो। एकछिन त मलाई अचम्म लाग्यो पानीपुरी खाम भन्दाखेरि कसरी बनाउने त भनेर यसो युट्युबमा गएर हेरेको त सुजी अनि मैदा नभए सुजी अनि गहुँको पिठो मिक्स गराएर त्यसलाई बनाउन मिल्दो रहेछ। त्यसै गरी नै हामी हेरेर बनाएको साथीहरू घरमै केही पनि मिसावट नगरिकन सादा पिठोलाई गोला बनाएर सुजी अनि गहुँ मिसाएर त्यसपछि मैदा अनि सुजी दुई प्रकारको गोला बनाएर राखेका थियौँ। त्यसैले बनाउँदै हामी रमाइलो गर्दै कुराकानी गर्दै फाइनल रिजल्ट चाहिँ राम्रै आएको थियो। पुरी एकदम उस्केको पनि देख्नुभएको छ तपाईँहरूले, उस्केको थियो केही नहालिकन एकदमै राम्रोसँग उस्केको थियो, फुलिएको थियो। पुरी पनि धेरै खुसी लागेको थियो। सबैजना खुसीले एकदमै हाँसिरहेका छन्, अनुहार हँसिलो भइरहेको छ। सबैले कति बेला खाउ लागिरहेको थियो। भाउजू लगायत भाइहरूले चाहिँ पुरीलाई त्यसलाई चाहिँ बेल्दै हुनुहुन्थ्यो। अनि भाइले एउटा लभवाला पुरी बनाएको थियो, लभ पनि उस्केछ भनेर खुसी भएको थियो ऊ पनि एकदमै। म पनि खुसीको साथमा हेलो भनेको थिएँ। हेर्दा हेर्दै थोरै गरेर सिक्दै थियो। हेर्नुहोस् पानीपुरी बनाउन नजानेर ढङ्ग हाम्रो यस्तो पुरीको पालो त सकियो साथीहरू। त्यसपछि चाटलाई चाहिँ हामीले आलु उसिनेको थियौँ, आलु र मटर गेडा उसिनेका थियौँ, तर पनि हामीले तपाईँहरूले देखाउन सकेनौँ हामी व्यस्तताका कारण। त्यसलाई चाहिँ मैले चाट जस्तो बनाएर केही पनि कलरहरू नमिसाइकन सादा आलुलाई मिसिएको थिएँ। अनि त्यसपछि हाम्रो घरमा बच्चा भएकाले पनि त्यति धेरै खुर्सानीहरू त्यति धेरै पिरोहरू हामीले एड गरेनौँ। अनि त्यसपछि भाइलाई चाहिँ प्याज कटिङ गर्न लगाइदिएका थियौँ, प्याज खुर्सानी। हामी ठुलाहरूको लागि हल्का हल्का पिरोहरू खाऊ भनेर। त्यसपछि यो झोल धनिया अनि पुदिनाको झोल हो साथीहरू। यसमा हामीले चाटमा हल्का खुर्सानी अनि प्याज मिसाएको। अनि त्यसपछि यसलाई तित्रीहरू मिचेर पनि यसको झोल बनाएर त्यही धनिया अनि पुदिनाको मिक्स घोलमा चाहिँ हामीले तित्रीको घोल पनि मिसाइदियो। थोरै नुन एड गरिदियो। अनि त्यसपछि पानीपुरी मसला पनि यसमा हालेको 1-2 चम्चा 3 चम्चा तपाईँहरूको घोल हेरेर हाल्न सक्नुहुन्छ। अनि सबैजना बसेर फाइनली खाँदै थियो, एकदम रमाइलो भयो। अनि यतातिर चाहिँ सर्भ गर्दै थिएँ म चाहिँ, कान्छी आमाले यसो हाल्न लाग्नु भएको थियो पानीपुरी चाट।
कोले खाने ल ल ल आम्मा गर एकदम धेरै रमाइलो बच्चा बच्ची फटाफट टिप्दै खाइरहेका थिए त्यसपछि हामी पनि फटाफट आफै नै टिपेर खान लाग्यौँ एकदम कति बेला खाउ चाहिँ लागिरहेको थियो त्यही भएर फाइनली पुरी सकिनै लागिसक्यो पानीपुरी एकदम लास्ट स्टेजमा पुगिसकेको छ एकदम धेरै सबैले पानीको साटो निसिद्यायो चम्चाले अनि पानीको पानी पनि खाँदै एकदम मुस्कान छाडिदिनु भयो सबैले आफ्नो हिसाबले खाइरहेका छौँ हामीले रमाइलो 2022 साल मेरो लागि त रमाइलै भयो हजुरहरूको लागि कस्तो भयो साथी